हेलो गाइज वेलकम टु माई न्यू भ्लग। म चाहिँ आज आएको छु यो केएलसिसीमा डिजे ओस्मो मोबाइल 7 अनबक्सिङ गर्न। के छ ल यहाँ हेरौँ है। अनि सबै के गरेर देखाउने छु के छ को भनेको छ यो। अब हेरौँ ओपन गरेर के छ है त। ल यही हो डिजे ओस्मो मोबाइल 7P। ल म यो बक्सा खोल्दैछु। ल बक्साभित्र यही नै छ। यो चाहिँ के छ वहाँ यो। अनि यो गिम्बल, यो मेन गिम्बल भयो। यो गिम्बल यो हो मेन गिम्बल। यो मेन गिम्बल यो हो। मेन गिम्बल चाहिँ यस्तो छ। अनि अब यसलाई यसो गरेर खोलेपछि आफै अन हुन्छ। अन भएपछि यसको सबै देखाउँछ। यहाँ मोडहरू कसरी लगाउने के गर्ने भनेर सबै देखाउँछ। मोडहरू चाहिँ मिल्छ। ट्राइपोड पनि छ। यसलाई यो ट्राइपोड छ। यसको यसरी झिक्ने अनि यसरी राख्ने, यसरी राख्दा चाहिँ मसँग गोप्रो पनि छ। डिजे ओस्मो यो भर्खर किनेको यो छ। अनि यसको बक्साभित्र अर्को पनि छ है, मोबाइल क्लिप गरेर त्यसमा लगाउने। त्यो चाहिँ म अब लगाएर देखाउँछु है। क्लिप लगाउने चाहिँ यहाँ छ। अनि यो खोलेर यसको चार्जर छ। त्यसपछि मोबाइलको क्लिप अनि ट्र्याकिङ डिभाइस पनि छ। पीमा 7मा चाहिँ छैन, 7Pमा चाहिँ छ यो ट्र्याकिङ डिभाइस। अनि यसरी खोल्ने यस्तो छ। अनि यो ट्र्याकिङ डिभाइस चाहिँ एकदम राम्रो छ है। अहिले अब ठ्याक्कै यो कनेक्सन हुन्छ नि। यो ट्र्याकिङ मोड यो ठ्याक्कै यहाँ हरियो बोलेको छ नि। त्यो हरियो बोलेपछि ठ्याक्क म इभिनिङ वाक गर्ने मान्छेहरू आउँछन्, खानालाई आउँछन्। पाउँछन् मान्छेहरू खान बस्न। छन् त्यो मान्छेहरू टन्न छन् यहाँ मान्छेहरू। हरियाली एकदमै हरियाली। छु है ल केएलसिसीमा छु। केएलसिसीमा चट्ट घुमेर है। केएलसिसी चाहिँ फुल निस्काउनु पऱ्यो क्या। केएलसिसी चाहिँ फुल निस्काउनु पऱ्यो भनेको ल मोबाइल आयो। केएलसिसी चाहिँ फुल आयो।